भेना ल हामी केही सोध्न गइरहेको छौँ ल भेना तपाईँको यो कुन चाहिँ इभेन्ट हो पाण्डवको अहिलेसम्म 6वटा इभेन्ट भइसक्यो तपाईँको यो कुन चाहिँ इभेन्ट हो सायद यो 6-7 कतिवटा इभेन्ट भयो सबै इभेन्टहरू एटेन्ड गरेको छु भनेपछि कति छैटौँ इभेन्टै हो छैटौँ पाण्डवको इभेन्टमा तपाईँलाई राम्रो लाग्ने कुरा के हो त के छ अब सबै राम्रो लाग्छ म्यानेजमेन्टहरूदेखि लिएर होइन अब सबै कुराहरू राम्रो लाग्छ सबैजना हुन्छ रमाइलो हुन्छ होइन नाच्ने गाउने एकदम यो चाहिँ एकदम ठुलो कन्सर्ट हो जुन एक्सपेक्टेड थियो त्यो एक्सपेक्टेसन मिट हुन्छ जस्तो लाग्छ र अहिलेको जमात स्टार्टै नभइसक्दा हेर्दाखेरि पनि फुल एक्साइटमेन्ट छ गेस्टहरू पनि अलरेडी बिफोर द टाइम आउनुभएको छ आई होप इट्स गोन बी अ ब्लास्टिङ पर्फर्मेन्स none other than the Anuj, the lead guitarist of पाण्डव इभेन्टमा हामीसँग यो चाहिँ 6वटा हाम्रो सेसन चलिरहेछ पाण्डव इभेन्टको हो म सुरुदेखिबाट छु अहिलेसम्म 6वटा भनेर मलाई थाहा पनि थिएन सो हामीले त काउन्ट गऱ्यौँ धन्यवाद त्यसको लागि म पछि नि भइ नै रहन्छु हामी ओर्छौँ यो सबै चकाचक रमाइलो गर्नुपर्छ धन्यवाद हामी रमाइलो गर्छौँ र कतिको एक्साइटेड हुनुहुन्छ एकदम बब्बाल चकाचक फिट एन्ड फाइन धेरै ड्रिङ्क्स पनि गरेको छैन अहिले सोमा ड्रिङ्क्स गर्ने टक्क एनर्जी चाहियो सो उहाँले 1974 एडीको दामी वन्डरफुल एउटा उयो गरेर आउनु भएको छ सो एकचोटि देखाइदिनु तास्दिनु भएको दिदीले तास्दिनु भएको साउट आउट टु दिदी मेरो चाहिँ फर्स्ट टाइम हो एन्ड म चाहिँ जर्मनबाट आएको बर्लिनबाट जर्मनबाट आउनु भएको 1974 एकदम आइ एम भेरी एक्साइटेड किनकि लगभग यो जुन जब प्रोग्राम हुने भयो है भनेपछि चाहिँ हामी एकदम एक्साइटेड छौँ क्या लगभग अप्रिल मेतिरदेखि नै हो त्यही भएर सुपर एक्साइटेड आई मिन कोरेसिया सो तपाईँ भर्खर आउनुभएको हामी भर्खर हो ल ल ठिक छ तपाईँलाई पाण्डवबाट के आशा छ त आज अब 1974 फर्स्ट टाइम वर्ष पाण्डवबाट हाम्रो दाइहरू हुन्छ हाम्रो दाइहरू पाण्डवबाट हामीलाई आशा भनेको चाहिँ अब आज हामीले यहाँनिर एकदम भव्य तरिकाले यो सफल भयो भने नेक्स्ट टाइम फेरि हामी योभन्दा अरू बेटरहरू होइन अझै हामी धमाकेदार कि नयाँहरू खोजिरहेको हुन्छौँ कि हामीलाई जहिले पनि एक्सपेक्ट भनेको पाण्डवले गरेपछि बवालै हुन्छ भन्ने हेलो हामीसँग छ द वान एन्ड ओन्ली रुकेश हामी केही क्वेसन गर्दैछौँ सो पाण्डवको कुन चाहिँ इभेन्ट हो अहिलेसम्मको ल भन्नु अहिलेसम्मको त सबिन राई एन्ड द फ्यारो थियो वारसम्म भएको अब आज 1974 एडी हेरौँ आई थिङ्क 1974 एडी विल बी भेरी सो 1970 हो तपाईँको मेमोरेबल कुनै एउटा इन्सिडेन्ट या एकदम परेलीमा एकदम त्यो लभ लाइफ याद आउँछ है एकदमै लभ लाइफ त्यो चाहिँ मेरो फर्स्ट लभ भनौँ न त्यही गीत गाएर होइन अब कति अब जस त्यो बेलामा चाहिँ त्यो गीतसँग चाहिँ जो छुट्टै लगाएको छ मेरो चाहिँ है त्यही हो मेन कुरा ठिक छ कस्तो होस् जे भयो धमाकेदार होस् फेरि फेरि आउनु मन लाग्ने इभेन्ट होस् त्यही भन्ने एकदम दामी यो चाहिँ पाण्डवको 6th इभेन्ट हो सो तपाईँको कुन चाहिँ इभेन्ट हो मेरो फर्स्ट टाइम हो मेरो पनि फर्स्ट टाइम हो सो तपाईँहरू वर्षबाट हुन्छ कि वर्षबाट पोजनमै हो सो वाट वाज द टप नच आजको लागि तपाईँलाई एकदम मेमोरेबल मोमेन्ट चाहिँ के थियो गिटारिस्ट म चाहिँ गिटारिस्टको एकदम ठुलो फ्यान त्यही हो गिटारिस्टलाई हेर्न तपाईँको हामी चाहिँ पाण्डव इभेन्ट्सबाट सो कस्तो लाग्यो तपाईँहरू साह्रै राम्रो लाग्यो साह्रै रमाइलो भयो पाण्डवको यो चाहिँ 6th इभेन्ट हो होइन 6th इभेन्ट सो तपाईँहरूको कुन चाहिँ इभेन्ट हो हाम्रो त्यही त फर्स्ट इभेन्ट हो हामी त बर्लिनबाट आएको हो नि त हजुर इट्स सो ग्रेट 4 घन्टा जिले गाइज द्याट्स अ लभ फर पाण्डव एन्ड दिस इभेन्ट साह्रै रमाइलो भयो मोमो पनि साह्रै मिठो छ सो वाट वाज द बेस्ट पार्ट अफ दिस इभेन्ट 1974 एडी अफ कोर्स कुन चाहिँ ऊ चाहिँ कस्तो राम्रो रहेछ क्या उहाँको ग्रुप राम्रो रहेछ क्या टिम एकदम राम्रो रहेछ यही टिम यत्तिकै भएर गर्न सक्नु भने बेस्ट अफ लक भनिदिनु हाम्रो तर्फबाट होइन वाट वाज द बेस्ट पार्ट होइन अनि वाट दे कुड बी हुन्छ नि लाइक उनीहरूले चाहिँ कुन चाहिँ बेटर गर्दा राम्रो होला या वाट वाज द बेस्ट पार्ट चाहिँ मलाई उहाँहरू सबैजनाले के अरे अगाडि नै 1974 एटीले पर्फर्म गर्नुभन्दा अगाडि नै जसरी पाण्डवको सबैजना उभिनु भएको थियो नि अनि सबैलाई एक्नोलेज गर्नुभयो नि त्यो सर्टिफिकेट डिस्ट्रिब्युसनहरू गर्दाखेरि त्यो चाहिँ साह्रै राम्रो लाग्यो मलाई होइन अनि अरू इभेन्ट राम्रो नै लागिरहेछ डिजेहरू पनि राम्रो हो डिजेलाई दिनु हुँदैन हजुर डिजे पनि
भयो एकदम। आजको तपाईँलाई प्रोग्राम कस्तो लाग्यो एकदम राम्रो। पाण्डवको यो चाहिँ 6 इभेन्ट हो होइन तपाईँहरूको कुन चाहिँ मेरो यो चाहिँ मेरो फर्स्ट हो ए सेकेन्ड हो सेकेन्ड लास्ट टाइम कहाँ आउनु थियो लास्ट टाइम यही आज होइन यो अगाडि 5:55 कहाँ आएको साइल पोखरेल साइल पोखरेल सो तपाईँको कुन चाहिँ इभेन्ट हो पाण्डवले अहिलेसम्म 6वटा इभेन्ट गरिसक्यो तपाईँको अब कुन चाहिँ इभेन्ट हो यो This is the first one. फर्स्ट इभेन्ट Yes. ओके सो हाउ यु फिलिङ I'm feeling it like it's excitement. Like it's the first time I've been here, right? So it's good over here. I didn't expect that the main Nepalis over here. I didn't expect like. It's gonna be that good. Yeah. Of course. Yeah. Yes. So you enjoy it. Okay. Yeah. This event. Best part was the Parelima when the artist sing the Parelima. That was the Oh fuck! I forgot the lyrics. Right. I forgot the lyrics. But also it was the fucking awesome, right? So तपाईँलाई कस्तो लाग्यो आजको इभेन्ट एकदम बब्बाल दामी यो चाहिँ पाण्डवको 6th इभेन्ट हो होइन अब हामीले 5:55 थियो भितेन थियो सबिन राई थियो एन्ड इट्स 1970 होइन तपाईँको कुन चाहिँ इभेन्ट हो आजको मेरो यो फर्स्ट हो फर्स्ट इभेन्ट सो तपाईँलाई कस्तो लाग्यो आजको इभेन्ट एकदम बब्बाल थियो सबै पर्फर्मेन्स दामी थियो भरपुर इन्जोय गर्नुभयो एकदम सो यदि पाण्डवले नेक्स्ट इभेन्ट गर्यो भने आर यु विलिङ टु कम यस अफकोर्स सो दे इन्जोयड अ लट तपाईँले हामीसँग अर्को हुनुहुन्छ तपाईँको नाम भनिदिनु आयुष तिमल सिन्हा सिन्हा आजको इभेन्ट कस्तो लाग्यो इभेन्ट एकदम खतरा होइन यतिको क्राउड हुने हो भने धेरै त भनिँदैन आफूले मैले बुझेअनुसार 3 महिनामा एउटा इभेन्ट होइन ओके हाउ वाज द इभेन्ट beautiful, really nice, just memorable. It was your first event or you have been here before? I have been to a band of events before, but not this scale, and it was just beautiful. It was crazy, yeah, So you enjoyed it? definitely. मलाई एकदम रमाइलो पाण्डव इभेन्टको सबै इभेन्टहरू एकदम बवाल हुन्छ होइन तपाईँ त हाम्रो डाई हार्ड सपोर्टर्स ए एकदम दाइ हार्ट फ्यान हो पाण्डव इभेन्टको हरेक इभेन्टमा हुन्छु म सो या इट वाज नाइस इट वाज सुपर या एकदम खतरा रमाइलो भयो यस्तै इभेन्टहरू फेरि ल्याउँदै गर्नु भन्न चाहन्छु पाण्डवलाई होइन त्यही हो थ्याङ्क यू See you in the next event. आजको पर्फर्मेन्स कस्तो थियो Bobal. बबाल Not Bobal. 1974 it's already legend, होइन अझ झन् त्यो नेपालको फ्ल्याग देख्दाखेरि पुरै गुजबम्स आयो क्या प्लस क्राउडेड वेयर होइन एकदम एक्साइटेड एन्ड प्लस हुन्छ नि बबाल थियो एकदम एन्ड नेवारी फुड छोइला बजी एन्ड द पिपल इज फकिङ awesome. Cheers. Thank you so much. Here is our one-on-one Pandav events organizers. Hello. Here is माधव बुढाकाश and here is निशान्त सोल्टी so हाम्रो उहाँ हुनुहुन्छ म चाहिँ पिआर भट्टराई होइन पदमराज भट्टराई सुदूरपश्चिम घर चाहिँ डडेलधुराबाट ओके तपाईँलाई आजको इभेन्ट कस्तो लाग्यो इभेन्ट बबालै रह्यो हाम्रो नेपालको पुरानो ब्यान्ड हो पनि 1974 होइन एकदमै रमाइलो लागेको छ साथीभाइहरूसँग पनि भेटघाट भयो रमाइलो भयो होइन यो ग्यादरिङ गर्दाखेरि 2023 देखि आएको साथीहरूसँग पनि आज गेट टुगेदर भयो यी सबै मेरो साथीहरू हो Shout out to all the friends. यो रमाइलो भइरहेछ इन्द्र सिंह राजा आइसक्यो म चाहिँ फर्स्टचोटि आएको एकदम राम्रो लाग्यो रमाइलो भयो अब भोलि पनि पाण्डवले कुनै नयाँ इभेन्ट गरिरह्यो भने तपाईँहरू सरिक हुनुहुन्छ कि नै चान्स मिल्यो भने आउँछ है नअन्ली तपाईँको नाम बताइदिनुहोस् मिस्टर मामा आजको बेस्ट अफ द मुभमेन्ट कति हो बेस्ट अफ द मोमेन्ट इज 1974 अभियसली अनि यो मन त मेरो नेपाली हो मेरो यो फोर्थ इभेन्ट हो म किनकि धेरै भयो आएको
पनि अनि यो चाहिँ मेरो बेस्ट हो होइन तर अब ठिकै छ होइन सबै कुरा राम्रै छ होइन सबै कुरा यसरी नै गर्दै गयो भने राम्रो हुन्छ होइन किनकि अहिले धेरै मान्छे छ नि त पोल्यान्डमा पनि मलाई राम्रो लाग्यो सबै इभेन्टहरू गर्दा त्यो रमाइलो गर्नुभयो आज एकदम बवाल 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 भोलिको दिनमा पनि पाण्डवहरूले इभेन्ट गर्दै जानु छ भने यु विल गिभ म त सपोर्ट गरिरहेको हुन्छु किनकि यस्तो इभेन्टहरू भने गरिरहनुपर्छ पोल्यान्डमा होइन सो इफ यु डोन्ट नो मुकुल होइन हु इज मुकुल होइन हि इज अ भेरी ग्रेट म्यान होइन उसले चाहिँ फुटबल्सहरू अर्गनाइज गर्छ एन्ड हि इज अ रियली गुड म्यान सो पाण्डवको आजको इभेन्ट कस्तो लाग्यो पाण्डवको आजको इभेन्ट्सको लागि चाहिँ म 2 महिना करिबदेखि नै निकै तयारीमा बसेको थिएँ र 1974 एडी प्यान्ट भनेको चाहिँ हामीले बच्चैदेखि नै सुन्दै आएको हो उहाँहरूको गानाहरू र आज यसरी आएर कन्सर्टको मजा लिँदै गर्दाखेरि साक्षात् हाम्रो सबै सिङ्गरहरूलाई आर्टिस्टहरूलाई देखेर चाहिँ मनोरञ्जन लिन पाएँ एकदमै खुसी छु र आजको यो भित्रको माहौल एकदमै खतरनाक थियो यहाँ धेरै मान्छेहरूलाई देख्न पाइयो साथीभाइहरू भेट्न पाइयो म चाहिँ एकदमै खुसी हो अनि पाण्डव इभेन्ट्सलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु यस्तो खतरा कन्सर्ट अर्गनाइज गरेकोमा र सम्पूर्ण व्यक्तिहरूलाई पनि धन्यवाद आएर कन्सर्टको मजा लिइदिनु भएकोमा र समर्थन गरिदिनु भएकोमा ओके थ्याङ्क यू सो मच उहाँ हुनुहुन्थ्यो हाम्रो मुकुल होइन इफ यु नो होइन उहाँले के गर्नुहुन्छ इफ यु रियली इन्ट्रेस्टेड इन फुटबल हि इज द वान हु इज अर्गनाइजिङ द फुटबल होइन इफ यु रियली वान बी इन फुटबल हि इज द राइट गाई सो हजुरलाई पनि धेरै धन्यवाद यसरी कन्सर्टको व्यस्तताको बावजुद पनि आएर इन्टरभ्यू लिइदिनु भइरहेको छ र हजुरलाई पनि क्यामेराम्यानको लागि चाहिँ यसरी भिडियो खिच्दै आजको सम्पूर्ण कार्यक्रमको रेकर्ड गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद लङ टाइम सपोर्टर मिस्टर मुकुल थ्याङ्क यू सो मच